मन्त्री रवि लामिछानेले संसदमा गरे यही अनुसारले बोले हैन भुटानी शरणार्थी काण्ड यो काण्ड व्हाइट बडी काण्ड बोल्दा हैन तपाईहरुले देख्या हो नि त सारा नेपाली जनतालाई थाहा छ नि हो अहिलेको गृहमन्त्रीले त्यो किन गर्न सक्दैन किन बोल्न सक्दैन किनभने एनजिओ बारले बना भन्दा किन डराउनै पर्दैन मान्छेहरूले भन्छन् फोन गर्छन् के काकाबाट फोन गर्छन् अहिलेको अन्तरिम सरकारलाई यस्तो नभन्नु है मार्लान् के को मार्नी भएको कुरै त्यही हो भएको कुरै त्यही हो यिनीहरू परिचालित हो होइन भने हामीले यत्रो रगत बगाएर चाहिँ ल्याएका यिनीहरूले हामीलाई नै व्यवस्था गरेर यिनीहरू के गर्न खोजिरहेका छन् मैले त बारम्बार भनिरहेको छु यिनीहरूलाई सक्नुहुन्छ भने हामीलाई सम्बोधन गर्नुहोस् हाम्रो मागलाई सम्बोधन गर्नुहोस् होइन भने छोडेर जानुहोस् हामी आउँछौँ हामी गर्छौँ कसरी गर्नुपर्छ यी भ्रष्टाचारीहरूलाई कहाँबाट समातेर कहाँबाट ल्याएर कुटेर चाहिँ कुन खौलामा हालेर कसरी चाहिँ यिनीहरूका खाकाहरू झार्नुपर्छ त्यो हामीलाई थाहा छ मैले दिनौँ गरेर भनिरहेको छु सिंहदरबार दिनौँ गरेर चिरेर भनिरहेको छु प्रधानमन्त्रीको सल्लाहकारदेखिबाट गृहमन्त्रीदेखिबाट प्रधानमन्त्रीसम्म स्वयंले भेटेर भनिरहेको छु होल 25 वटा फाइल रेडी अवस्थामा छन् होल 60% कर्मचारी र यो नेताहरू छ नि यो धेरै समय छैन के जान्छन् त्यसपछि चुनाव गर्न मन लागेको जे गर्न लागेको छ हामी